आफ्नै फोनबाटै पैसा कमाउन सकिन्छ भन्ने सुन्दा कस्तो लाग्छ? हो, आज हामी हाइफामी भन्ने एउटा एपबारे कुरा गर्दैछौँ। यो एउटा चर्चित अनलाइन गाइडमा आधारित छ र हामी त्यही गाइडलाई आधार मानेर हेर्नेछौँ कि यसले साँच्चै काम गर्छ त? ल, सुरुमै सबैभन्दा चाखलाग्दो कुरा गरौँ। यो गाइडले के भन्छ भने हाइफामीबाट पैसा कमाउन कसैलाई इन्भाइट गर्नु नै पर्दैन रे, मतलब कुनै रेफरल चाहिँदैन। अब प्रश्न उठ्छ, के यो साँच्चै सम्भव छ? आउनुहोस् बिस्तारै हेर्दै जाउँ। आजको हाम्रो चर्चामा हामी 5वटा मुख्य कुराहरूलाई समेट्नेछौँ। सुरुमा हाइफामी आखिर हो के, त्यसपछि यसमा कसरी सुरु गर्ने अनि पैसा कमाउने तरिकाहरू के छन् भनेर हेर्नेछौँ। चौथोमा कामलाई कसरी सजिलो बनाउने, मतलब अटोमेट गर्ने, र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा, कमाएको पैसा कसरी आफ्नो हातमा पार्ने भन्ने बारेमा पनि विस्तृतमा हेर्नेछौँ। ल त सुरु गरिहालौँ। हाम्रो पहिलो खण्ड, आखिर यो हाइफामी एप भनेको के हो त? एकदमै सरल शब्दमा भन्नुपर्दा हाइफामी एउटा मोबाइल एप हो जहाँ एकदमै सामान्य ससाना कामहरू गरेर रिवोर्ड कमाउन सकिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो गाइडले पैसा सफलतापूर्वक निकालिएको कुरालाई कन्फर्म गरेको छ, जो निकै ठूलो कुरा हो। ल, अब लागौँ अर्को चरणतिर। यसमा खाता बनाउन कत्तिको सजिलो छ र सुरुमै बोनस कसरी हात पार्ने त्यो पनि हेरिहालौँ। ल हेर्नुहोस्, प्रक्रिया त एकदमै सजिलो देखिन्छ। गाइडले भनेअनुसार जम्मा 4वटा स्टेप छन्। पहिलो, दिएको जोइनिङ लिङ्कमा क्लिक गर्ने। त्यसपछि क्लेम भन्ने बटन थिच्ने बित्तिकै तपाईँ सिधै गुगल प्ले स्टोरमा पुग्नुहुन्छ। त्यहाँबाट एप इन्स्टल गर्ने र सबैभन्दा सजिलो पार्ट, कुनै पासवर्ड चाहिँदैन, सिधै आफ्नो जीमेल अकाउन्टबाट साइन इन गर्ने। कति सजिलो है? अझ एउटा राम्रो कुरा के छ भने रेफरल लिङ्कबाट जोइन गर्ने बित्तिकै अकाउन्टमा तुरुन्तै $0.15 बोनस आउँछ। अनि गाइडका अनुसार यो बोनसलाई तुरुन्तै निकाल्न पनि मिल्छ रे। यो त गजबै भयो। ओके, अकाउन्ट बन्यो, बोनस पनि आयो। अब लागौँ सबैभन्दा महत्त्वपूर्ण प्रश्नतिर। आखिर यो एपबाट पैसा कमाउने तरिकाहरू चाहिँ के हुन् त? यो गाइडका अनुसार पैसा कमाउने मुख्य 3वटा तरिकाहरू छन्। पहिलो हो फ्लावर क्लेमिङ, मतलब मेन स्क्रिनमा बेला बेलामा गएर क्लेम बटन थिच्नुपर्छ। दोस्रो, डेली चेक इन, जहाँ हरेक दिन टास्क सेक्सनमा गएर बोनस लिन सकिन्छ। र तेस्रो, जुन चाहिँ अप्सनल हो, अरूलाई इन्भाइट गरेर पनि कमाउन सकिन्छ। तर फेरि भन्छु, यो अनिवार्य भने छैन। अब यो डेली चेक इनको कुरा अलि रमाइलो छ। हेर्नुहोस् त, पहिलो र दोस्रो दिनमा पोइन्ट्स पाइन्छ, तर तेस्रो दिनमा सिधै $0.1 अनि फेरि केही दिन पोइन्ट्स जम्मा गरेपछि 7औं दिनमा चाहिँ एउटा बिग डे रिवार्ड छ। हो, त्यो बिग डे रिवार्ड भनेको 50 सेन्ट्स हो। हफ्ताभरि लगातार चेक इन गरे बापत पाइने यो नै सबैभन्दा ठूलो बोनस हो। अब बेला बेलामा एप खोलेर क्लेम गरिरहन अलि झन्झट लाग्न सक्छ हैन? तर चिन्ता नलिनुस्, यो गाइडले त्यसको लागि पनि एउटा गजबको उपाय सिकाएको छ। प्रश्न यही हो कि हरेक केही मिनेटमा म्यानुअली क्लेम गर्न दिक्क लाग्छ? पक्कै पनि लाग्छ। तर यसको समाधान छ। र समाधान हो अटो क्लेम। यसलाई एक्टिभेट गर्न विथड्र स्क्रिनमा गएर शपमा जानुपर्छ। त्यहाँ बटर सेडेज भन्ने आइटमलाई आफ्नो ब्यालेन्सबाटै 140 PKR तिरेर किन्न मिल्छ। यति गरेपछि एपले आफै रिवार्ड क्लेम गरिदिन्छ। मतलब कमाई अब प्यासिभ भयो। कति राम्रो! ल, अब हामी आइपुग्यौँ सबैभन्दा महत्त्वपूर्ण खण्डमा, कमाएको पैसालाई कसरी निकाल्ने। विथड्रल प्रोसेस के छ? गाइडले यसको लागि एकदमै क्लियर स्टेप बाई स्टेप प्रक्रिया र एउटा भुल्नै नहुने टिप्पणी दिएको छ। तर प्रक्रिया सुरु गर्नुभन्दा पहिले एउटा कुरा एकदमै ध्यान दिनुहोस्। पैसा निकाल्नका लागि USDC को बेस नेटवर्क मात्रै प्रयोग गर्नुपर्छ। यो एकदमै महत्त्वपूर्ण छ। यो भनेको सही ठेगानामा सही कुरियर पठाए जस्तै हो। नेटवर्क गलत भयो भने पैसा हराउन सक्छ। त्यसैले बेस नेटवर्क याद राख्नुहोस् है। तर विथड्र गर्ने बेला एउटा कमन समस्या देखिन सक्छ रे। त्यो हो विथड्रको अप्सन नै नदेखिने वा लग भएको देखाउने। यस्तो भयो भने के गर्ने त? यहाँनिर गाइडले एउटा अलि अनौठो तर काम गर्ने उपाय बताएको छ। यदि विथड्रल अप्सन देखिएन भने एक्सचेन्ज बटनलाई बारम्बार ट्याप गरिरहनुपर्छ रे। सुन्दा अलि अचम्म लाग्छ, तर गाइडको दाबी छ यसो गर्दा विथड्रल अप्सन लाइभ हुन्छ। ल, अब हेरौँ पूरा प्रक्रिया। सबैभन्दा पहिला आफ्नो क्रिप्टो एक्सचेन्जमा जानुहोस्, जस्तै बाइनान्स।
त्यहाँ गएर USDC को डिपोजिट एड्रेस खोज्नुहोस् अनि फेरि सबैभन्दा महत्त्वपूर्ण कुरा नेटवर्कमा बेस सेलेक्ट गर्न नबिर्सिनुहोला त्यो एड्रेस कपी गरेर हाइफाई एपमा पेस्ट गर्ने र कन्फर्म गर्ने यति गरेपछि काम सकियो अन्त्यमा गाइडबाट एउटा प्रोटिप यदि पैसा छिटो चाहिएको छ भने बाइनेन्समा विथड्र गर्नु राम्रो रे गाइडका अनुसार बिटकेट जस्ता अन्य एक्सचेन्जहरूभन्दा बाइनेन्समा विथड्र प्रोसेस अलि छिटो हुन्छ ल त हामीले यो एपको बारेमा गाइडले भनेका सबै कुरा हेर्यौं कसरी सुरु गर्ने कसरी कमाउने र कसरी पैसा निकाल्ने अब यो सबै प्रक्रिया हेरिसकेपछि अन्तिम प्रश्न यही रहन्छ के यो एपमा लगाउने समयको साँच्चै फाइदा छ त अब यो कुरा सोच्ने जिम्मा चाहिँ सबैको आआफ्नो